हिजो लडेर होइन हिजो लडेर साँच्चै मेरो खुट्टा मर्किरहेछ इन्द्रको बाउ चन्द्र मेरो जति सब्सक्राइबर बनाएर देखाउनु त ल आज बल्ल मलाई थाहा पायो यो सेतो जुङ्गा पनि गिफ्ट हुँदो रहेछ फेरि भन्नुहोस् त मम के भन्नुभयो ह्यापी क्रिसमस मेरी क्रिसमस हामी चाहिँ यो गाडीमा जानु लाग्यो अब त्यो बाइकमै जान्छु भन्नु सोचेको थिएँ तर गाडीमा हुँदा हुँदा किन बाइकमा जानु भनेर अब फेरि हामी यसमै जानु लाग्छौँ कोची कस्तो फिल हुँदो रहेछ अङ्कल ल यिनीहरूलाई हट्नुहोस् भिडियोमा खिच्ने आमामामामामा के हो यस्तो धुरन्धर हो कि मुरन्धर हो यो अङ्कल पनि पुरा स्कुलमा जानु लाग्नु भएछ यता आमा मक्खै साँझ फेरि यसो जान पाएन 5 minutes later उताबाट गएको मान्छे मेन ओनर चाहिँ कता जानु भएछ झन्डै लड्नु समात्नु त गएर उहाँले सक्नु हुन जस्तो लाग्यो हो ल बल्ल तल ओर्लिनु भयो उहाँलाई दिनु उहाँको क्या उहाँलाई दिनु खाचाङ गरेर आएको छ यहाँनिर डरले सिकाउँदैछ फेरि अङ्कलहरू साथीहरू अब हामीहरू चाहिँ जाँदैछौँ कता जाँदैछौँ त हामी निक्लेनी जाँदैछौँ निक्लेनी भने कता हो हुन्छ क्या निक्लेनी भनेको उतैतिर कतातिर काठमाडौँको बाहिर पारा सबैको ठिक छैन ठिक भएको भनेको एउटा इन्द्र दाईको मात्रै होला यहाँ होइन त इन्द्र दाई अब हाम्रो सामानहरू चाहिँ कसरी हटाउने भनेर पुरा ठिक लाउँदैछ नि के खिच्ने त तिम्रो हामी त्रिशुली So, first of all, I would like to thank Mrs. Sajani for providing me this shawl. मैले उसलाई भन्ने बित्तिकै उसले दियो यस्तो अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना प्रार्थना गरौँ भन्ने हुनुहुन्छ सो थ्याङ्क यू सो मच राम्रो हुनेछ यसपालि लागौँ है अब चाहिँ बाई बाई सबैजनालाई जाँदै गर्छु त है हामी पेट्रोल हाल्दै गर्छु यहाँ बनस्थलीमा ल साथीहरू अब चाहिँ हामी त्रिशुलीतिर जाँदै अवस्था त्रिशुली वारी नै होला नि त्यहीसम्म पुग्नु पर्दैन होला यहाँनिर जानु पर्यो झोडा परे जस्तो छ यहाँ गाडीहरू पनि ब्याक गरिदिनु अप्ठ्यारो देखेपछि पुरा हाफ माइन्डै हुन्छ कि एकछिनको इगोले गरेर बेकार जाम हुन्छ अब चाहिँ हामीहरू गुरुङ गाउँ पुग्दैछौँ हाम्रो बनामेरको बाटोपछि टावर छैन सूर्य चोर भन्ने त्यही आमाले नसुन्नु भयो भने यहाँ सुत्नु भयो होला क्या यहाँ हो यो हो नि त मेन गुरुङ गाउँ आइसक्यो साथीहरू बिरयानी त्यही हो सुकुटी गुरुङ गाउँको सुकुटी किन नरोक्या त उता फोर व्हिलर र टु व्हिलरमा फरक पर्छ
स्पिड चाहिँ आज है गाडी र बाइक त है बोली चाहिँ हो हजुर खाजा खाँदैछ मैले 50% मात्रै खानु गर्नुपर्छ बल बिग्रेको साधारण मात्रै भयो चिया भने हैन चिया ब्रेकमा छ मैले हामीहरू यता चिया दाइ कतिजना हो सबैलाई हो सबैलाई हो यहाँ चिया होइन बोल्दैन यिनीहरू कालो चाहिँ कालो आज दुईटा मात्रै हो एउटा लिएर जानु यहाँबाट चिया खाएर सो अब चाहिँ फेरि अगाडितिर बढ्दैछौँ कुरा सुने अनुसार चाहिँ 2 घन्टा लाग्छ अरे यहाँबाट अझै हाम्रो उता चर्च पुग्न चाहिँ अहिले नै चिसो चिसो भइसकेको छ गाइजहरू के गरे होला भनेर यहाँ चाहिँ अब अङ्कलहरू पनि पुरा बाइकमा जाँदै हुनुहुन्छ हामी हेर्दैछौँ यहाँबाट चाहिँ 2 घन्टामा सिधाइले पुरा अब हिँडाउनै हुनुहुन्छ हाम्रो कार खाजा खाएर हिँड्यौँ हामी यो चाहिँ सब सोलर हो अरे सञ्चालनमा चल्छ नि त यिनीहरू अहिले चलेको छ होइन त हामी पनि एकचोटि रोकौँ है किन यो तातो नि खोक्राले हो चलिएला गाडी तातेर अलिकति गाडीलाई बिस्तिर रोकेको नभए त 46,000 यस्तो खतरा सन सेट भइरहेको रहेछ आयो आयो ओ घाम सुकुटी खाने भनेको एकदम फास्ट हो नि तपाईँको जति पुग्दा पुग्दा यस्तो राति भइसकेको अवस्था राति त भएन तर नि घाम डुबेको अवस्था 5:30 भइरहेको छ भर्खरै अँध्यारो भइसक्यो ल साथीहरू अब हामीहरू चाहिँ यहाँ पुगेको अवस्था कति बजी पुगेको 6:30 भयो झर्नुपर्छ अरे बाटो कस्तो थाहा छैन खतरनाक छ जस्तो छ है बाटो चाहिँ ए भर्याङ रहेछ धन्न आमासँग हिँड धन्न यस्तो रहेछ नि यता त जेबिन कहाँ जान्न स्कुल जान्न हो जेबिन बोली भएको हुन्छ यसको मुखै छैन होइन भन न नबोल्ने मान्छेलाई यही छोडेर जाने बोल्नुपर्छ के बोलेर बनाउन पनि खानु त हैरान पर्छ के गर्यो हामी त तलबाट आयो आउने बाटो हामी चाहिँ तल बाइक राखेर गाडी राख्नु जानु गाडी चाहिँ कहाँ राख्ने त अब त्यही हो यतै हो त्यही राख्ने त्यो सामान पनि लिँदैन पऱ्यो नि त तलको सामानहरू हो ल हामी ब्याग राखौँ न अनि जाउँ सौजनले लिएर आएन कहाँ सक्नु रात त पऱ्यो होइन ऊ मात्रै भएको अँध्यारो मात्रै भएको 5:30 भइरहेको छ भर्खरै जय मासी हामी चाहिँ पुगिसक्यौँ जयसी अङ्कल जयसी पुरा खानेकुराहरू बनाउँदै हुनुहुन्छ हामी चाहिँ आइपुगिसकेका छौँ सही सलामत कस्तो लागिरहेको छ त रमाइलो लाग्यो सबै लाग्यो तपाईँलाई त कति दिनपछि कति महिना कति वर्षपछि अनि बल्ल आएको रमाइलो भइहाल्छ नि पाल पनि खुल्लै हुँदो रहेछ मेरो खुट्टा खुट्टा भर्खरै यहाँनिर मड्क्यो आयो मेरो खुट्टा हो भने
कसरी मड्क्यो नि त हो छ्या खुट्टा लाइने पाडा हिँड्न नजाने भन्छ क्या छ्या जेप्पै भन्छ के भन्छ हिँड्न नजानेले त्यसो भन्छ गाउँघरतिर खाएर यो अझ फेरि तिमीले नेवरलाई त पाडै भन्छ कि सुत्ने बेलामा चाहिँ तेल लगाएर जमा दिदी कता बस्नु भएको तपाईँ तिमीले आँखा नदेखेर बाहिर होइन म यहीँ बस्छु असाव राति अँध्यारोमा आउ राति क्यामेरामा राम्रो आउँदैन कि अन्टेन त्यही भएर यो बालेको फ्ल्यास लाइट आमा दिँदैन बुवा हाम्रो त हुनुहुन्छ हाम्रो आमा अन्त त साइडमा हुनुहुन्छ नि उहाँ चाहिँ उहाँको छोरा सन्तोष अङ्कल त्यहाँ क्यारोल स्टार्ट गर्दैछौँ डान्स कस्तो छ सजनी म्याम भन्नु न खतरा तिमीले भन सोध न क्यारल सकिसकेछ अब चाहिँ हामी एकछिन रेस्ट गर्नेछौँ रेस्ट गरिसकेपछि हामी के खानेछौँ खाना खानेछौँ पहिला कफी खानेछौँ अनि त्यसपछि खाना खानेछौँ अनि हामी सुत्नेछौँ अब चाहिँ हामीहरू यता सुत्न लगाएको अनि को कता सुत्ने भनेर पुरा यहाँ यसरी छलफल भइरहेको छ सिल्भर ब्याग कतिवटा लिएर आएको सबैलाई कन्फ्युज भएछ पुरा यहाँ ल हेर्नुहोस् त चिया
मदन खान बोलायो यहाँभित्र सुत्दै अब हामी केटीहरूलाई चाहिँ यता घरमा लग्नुहुन्छ अङ्कलले त्यो त खुट्टा पनि बौडिसक्यो मेरो चाहिँ हजुर होइन अघि त्यो उ भएको थियो नि त मर्केको थियो नि त टलै रहेछ त देखिरहेको छु ओ माई गॉड बदमास गऱ्यो भने म यहाँ बाँधेर सुताइदिन्छु है देख्यो के हो त्यो बाफलो यस्तो खुट्टा यस्तोमा नि हिँड्न गाह्रो लाग्छ कि मलाई त यो हिँड्ने बानी नभएर यहीँ रहेछ उहाँको बेस्ट फ्रेन्ड कमला दिदीको उहीसँग बाँधेर लाग्दिनँ बदमास गऱ्यो भने डोरलाई उसलाई नाटक उहीसँग बसाइदिउँ फाइनली घर आइपुग्यो भित्रै होला टोइलेट यहाँको यसले घुइँ स्वागत गरेर हामीलाई त गुड मर्निङ गाइस हेर्नु त यति बिहान भइसकेको छ 6:30 हुन लागिसक्यो मजाले पानी आएको छ यताबाट ब्रस गर्ने हो रेडी हुने हो पेरेसन माथि बस्ने हो के छ तेरो हालखबर ठिक छ अन्त उफ्रेर केही छैन छे ल के गरेको त्यस्तो कहिलेको रिस तेरो फुस्केको भयो नि मैले देखाउँछ यसलाई कसको रिस भनेर सोचिरहेको अरे ओ बाबुआ किधर आइछ दिलाउने तिमी जाडो पनि भयो जाडो त भएन जस्तोमा डङ्डङ डुङडुङ गर्यो के भन्नु होइन गएन आवाज दिन्छ कहिले कहिले त भोकटे चकुनमा यो आम्बको रुख छ के झर्दाखेरि त ढङ्गिडङ कस्तो बिहान तर्सिन्छ ए हो त्यस्तो गर्छ सबै बिहानको सङ्गति गर्न लागेको गाइज साँझको अब चाहिँ यता खाना पाक्दैछ अब यो खाना खाएर हामी बिस्तारै हामी घरतिर लाग्नेछौँ मेरो त खुट्टै फ्र्याक्चर भएको नि हिजो लडेर साँच्चै होइन हिजो लडेर साँच्चै मेरो खुट्टा मर्किरहेछ भनिरहेछ अहिलेसम्म अहिलेसम्म ओ इन्द्र दाई इन्द्रको बाउ चन्द्र मेरो जति सब्सक्राइबर बनाएर देखाउनु त ल इङ्ग्लिस नबोल्नु होइन मेरो जति सब्सक्राइबर बनाएर देखाउनु न तपाईँ जुङ्गा सेतो फुलिसक्यो तर पनि दिमाग भन्नु थोप्पो खाएन जुङ्गा दुईटा सेतो ल साथीहरू म त आज बल्ल मलाई थाहा भयो यो सेतो जुङ्गा पनि गिफ्ट हुँदो रहेछ ल हेर्नु ल सेतो चाहिँ गिफ्ट होइन होइन एउटा दुईटा निस्किन्छ नि त्यो चाहिँ गिफ्ट हो त्यसो भए निकालेर प्रिजर्भ गरेर राख्नु
गिफ्ट गर्ने कहाँ हो क्या त्यही त प्रिजर्भ गिफ्ट त प्रिजर्भ गर्नुपर्छ नि त होइन त्यही भएर त मैले अब त्यो फालेको बुढा बुढा भएपछि सबै झर्छ प्रिजर्भ गरेर मैले त्यही गरेको मैले ट्रिम मात्रै गर्छु नि त भनेपछि ल अब आउने शनिबार हेर्छु त्यो दुईटा अरू सबै फाल्टै हुनु पर्यो अब त्यो दुईटामै टुङ्ग सिङ जस्तो हुनु तिमीले हिजो अस्तितिर ख्याल गरेको थिएन कहाँ ख्याल गरेर राख्नु छ अन्त छुट्याएको छ कता कता चर्चबाट त प्रभुको महिमा गर्न आउने तपाईँको यो जुङ्गा ख्याल गर्न आउने हो त के कुरा भन्नु न तपाईँलाई सपोज तपाईँ बुढो हुनुभयो अरे नि तपाईँको सेतो जुङ्गा आयो भने तपाईँलाई कस्तो लाग्छ मलाई रमाइलो लाग्छ देखियो उहाँलाई त्यो हेर्नु नि उहाँको दुईवटा तिनवटा जुङ्गा त्यो सेतो छ गिफ्ट रे उहाँको गिफ्ट फ्रम हेभन यु डोन्ट नो यु नीड टु रिसर्च उसको चाहिँ आएको होइन उसले बनाएको फेरि देखियो कस्तो बनाएको भन्नाले आफ्नो आफ्नो ओपिनियनहरू कति राम्रो राम्रो भ्यालुएबल ओपिनियनहरू आउँछ मान्छेहरूको तर अचम्म लागेको मलाई बुढेसकाल लागेको मलाई केही पनि फरक परेन के अचम्म पनि परेन तर बुढेसकाल लगाइसकेपछि होइन फुल्दैछ अब फल्छ अब यसमा अब के फल्छ होला अब She is staying in some 18th, 19th century. She doesn't know anything about these beards and mustaches. What kind of God is this? She is living there. अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना अब फैमिली देखती है, वरना मैं ऐसे ऐसे गाली दूं, ऐसे ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े हुए। She is imagining हँसायो हेर्नु उहाँले त्यही डरमा त्यस्तो सेतो देख्छ भनेर पुरा यहाँ पुरा सेभ गर्नुभएको छ अब चाहिँ हामी यसरी यहाँ खाना खाँदैछौँ बिहानको अब यो खाना खाएर हामी आफ्नो आफ्नो स्थानतिर लाग्नेछौँ ल अब चाहिँ हामीहरूको क्यारलको प्रोग्राम सकाएर अब हामी चाहिँ जाँदैछौँ काठमाडौँतिर है तिमोथी दाई अब हामी फर्किरहेको छौँ काठमाडौँतिर क्यारल सकाएर हाम्रो नेग्लेनी छोरी मण्डलीमा गएको हामी त लागेको ल ल राम्ररी बस्नु बाई बाई जयपछि ए ल ल ल ल ल ल ल ल ल अनि तपाईँको कसो सिल्नु गएको थियो नि गाडीमा पुगिसक्यो ल ल ल ल अब हामीहरू चाहिँ फाइनली जाँदैछौँ काठमाडौँ जानुभन्दा अगाडि बिचमा चाहिँ हामी गुरुङ गाउँमा भेट्ने प्लान छ अब के हुन्छ हेरौँ अनि सेको खाने अनि जाने के सेको खानु है त्यो दिनसम्म त हुन्छ होला पस्दैन यो भात पत्दैन नि राम्रोसँग हामी लागेको काठमाडौँतिर जेबिन कस्तो भयो रमाइलो भयो कि भएन रमाइलो भयो कि भएन छैन किन उसले खेल्न पाएन दुलै पाएन अरे अघि न त किन रमाइलो भएन अरे जान भनेर हो के बस्नु भनेको यहीँ बस्नु उता गयो भने स्कुल जानुपर्छ यता स्कुल जानु परेन भनेर क्या काले सिंहले चाहिँ होइन अगाडि 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 अगाडिबाट यस्तो खिच्न अगाडिबाट अगाडि यस्तो कसरी हामी काउली किन्न लाग्यो यता राम्रो रहेछ काउली त्यहाँ पातै पात हुन्छ उतैतिर सानो यो त पात छैन रहेछ जानु त गरेर म त खाने भन्दा बेहोरा दिनै नदिने हजुर मैले सेवासी पाछु अहिले त हामी गुरुङ गाउँमा आएको के होला यो छ हाम्रो गुरुङ गाउँको सुकुटी बाई बाई हजुर ल ल ल
ल साथीहरू अब चाहिँ हाम्रो फाइनली टोर त नभनौँ के भन्छु हजुर क्यारल ग्रुपको प्रोग्राम सकिसकेछ अब चाहिँ हामी गुरुङ गाउँमा चाहिँ सुटिङ भएर अब हामी काठमाडौँतिर जाँदैछौँ सो मेरो भ्लग चाहिँ यति नै छ साथीहरू सबैजनाले हेरिदिनु होला मन पराइदिनु होला माया गरिदिनु होला बाई बाई एभ्री वान अनि आउँदो क्रिसमसमा आन्टी तपाईँको केही छ कि भन्नुपर्ने क्रिसमसमा के गर्नु सबैजनालाई शुभकामना अनि धन्यवाद हाम्रो लागि प्रार्थना गरिदिनु भयो अनि यात्रामा जान आउनमा पनि सहायता दिनुभयो प्रार्थना गरिदिनु भएको सबैलाई धन्यवाद अनि क्रिसमसको शुभकामना ल जिन दिदी यस बेबी केही छ भन्नुपर्ने क्रिसमसको लागि भन्नुपर्ने सबैजनालाई क्रिसमस